हेलो साथीहरु, कोरियामा धान लडेर बिजोक छ यार। धान काट्ने बेला पानी परेको परेला सब धान यो ठाडो धान यस्तो छ, सुतिरहेछ सबै गरा नै जम्मै सुतिरहेछ। यस्तो बिजोक छ यार। किसानलाई चाहिँ जताबाट नि मार, प्रकृतिले पनि मार है। नेपालमा त झन् के कुरा गर्नु हैन, नरोप्ने बेलामा बिउ हुन्छ, न मल छर्ने बेलामा मल हुन्छ, न बेच्ने बेलामा मार्केटै हुन्छ। यस्तो बिजोक छ कोरियामा पनि। आज अलिकति घाम लागेको थियो, मिसिनहरुले कता कता भ्याएको जति चाहिँ काट्यो होला। यो लडेको धान काट्न पनि फेरि यस्तो अप्ठ्यारो हुँदो रहेछ हैन। सब लडेको छ, सुतेको छ। यस्तो सुतेको धान के गर्नु। किसानलाई चाहिँ धर्म गर्नु पर्दैन क्या। यो धान यहीँ लडेर यहीँ छरिएर यहीँ उम्रेर हैन, चराहरूले पनि खाएकै छ, मुसाहरूले पनि खाएकै छ, अब गाई बस्तुहरू यताउति जनावरहरूले पनि, हरिण मृग बँदेलहरूले पनि खाएकै छ हैन। त्यही भएर किसानले चाहिँ सबैलाई खुवाएर बाँकी रकको मात्रै आफ्नो घर लाने हो क्या। त्यही भएर किसानले चाहिँ कहिले धर्म गर्नु पर्दैन भन्नुहुन्थ्यो हाम्रो मम्मीहरूले। सुनेको कुरा हो नै जस्तो लागेर सबै धान लडिरहेछ क्या। तरी लडेछ नि यो धान ती उम्रिसक्यो भन्दा नि हुन्छ। पानी परेको परेछ, रोप्ने बेलामा चाहिँ एक थोपा पानी परेन हैन, खडेरी लाग्यो। अहिले धान काट्ने बेलामा चाहिँ पुरा बर्खा लाग्यो जस्तो, रोप्ने बेला जस्तो पानी परेको परेछ। कसरी उठाउने धान? मेसिनलाई पनि यति गाह्रो पर्दो रहेछ हैन। मेसिन पनि पुरा त्यो काट्ने बेलामा अड्के पराल त त्यसै पनि नष्ट भइहाल्यो हैन। मेसिनलाई पनि यस्तो गाह्रो हुँदैछ, पराल त सबै नष्ट हुन्छ, मेसिन अड्के गर्ने क्या। ठाडो धानहरू त्यस्तो छ, सब लडेछ, सुतेछ।